ल ल हाम्रो मासु पोल्ने कार्यक्रम हुँदैछ। मासु चाहिँ एक कारी छ, सुँगुरको मासु। हालौँ हालौँ हालौँ। दामी छ ल बबाल बबाल। हाम्रो अनुहार पनि देखाऊ है। अनुहार पनि देखाउँ ल। तपाईँको त नि विशेष हो नि। तपाईँ त नि तपाईँको अनुहारमा चाहिँ फक्लाउनु रहेछ। तपाईँको अनुहारतिर फक्लाउनु न मोबाइल। ल ल ल सोम्दै हाम्रो सोम्दै एकदम उहाँको एकदम कार्यक्रम भइरहेको छ। यो दाउरा पुग्ने कार्यक्रम एकदम भान्से ल ढुङ्गामा मासु पोल्दा एकदमै राम्रो हुने रहेछ। हाम्रो यो सबै युट्युब च्यानल जान्छ। हाम्रो ग्रुप हो। एक कारी छ मासु। यहाँ कति किलो ल्यायो? कति किलो छ यो? 10 किलो मासु ल। स्पेसल तरिकाले हो पोल्छ है पोल्छ मासुलाई। तपाईँलाई म मासुको हड्डी दिन्छु। म मासु खान्छु है त। माछा खुट्टा कसले दिने? कसले माछा खुट्टा? चिन्ता छैन सर अर्को। तपाईँले चलाउनु मन लाग्यो चलाउनु त ल। हाम्रो गिटारिस्ट चाहिँ हाम्रो अजय दाइ ल यता हाई गर्नु न। सुन्नु भएन हाम्रो दाइले। भिडियो एन्ड फोटो है। ल ल यहाँ सबैले भिडियो यता बकाइरहेको हेर्नु त। यता हेर्नु यता यता क्यामेराम्यानमा। ओ दाइ अन्ना फेरि यता हो। भाइ ल तपाईँको नाम शुभ नाम अरे? हौ बुझेन हौ। माथलो घरे साइला पल्लो घर खाइला। पल्लो घरे साइला। अलि राम्रोसँग राख्नुपर्छ है भिडियो। अलि राम्रोसँग भण्डाएर राख्नुपर्छ। ल ल ल डढाउनु चाहिँ भएन पल्टा पल्टा गर्नु। डढाउनु चाहिँ भएन। पल्टाउनु पल्टाउनु यता यता ओ ओ थोरै मिनेटको है। ल खै ल मिनेट होइन म त फुल बनाइदिन्छु फुल 15 सेकेन्ड 20 सेकेन्डको। हौ आज आउँछौ छिटेर। ल हाम्रो क्यामेराम्यान दाइ यता हेर्नु छोड्छु। ल ठिक छ ठिक छ। उहाँको खिच्ने स्टाइल तपाईँ खिच्ने स्टाइल देखाउनु बाँसमा। अरे बाँसमा स्टिक बबाल छ। तपाईँको कहिलेको आइडिया? यो त नयाँ आइडिया निकाल्नु भयो त तपाईँले। यो मेरो अर्ग्यानिक मोबाइल स्ट्यान्ड हो है। तपाईँ त बहुत अर्ग्यानिक मोबाइल आइडिया नेचुरल। ल ठिक छ ठिक छ। तपाईँको चाहिँ के युट्युब च्यानल नाम भन्नुहोस् ल। मेरो देवकुमार तामाङ छ। देवकुमार तामाङ योन्जन। तामाङ ल उहाँको च्यानललाई एकदम सब्सक्राइब गरिदिनु माया गरिदिनु होला। त्यो चलाउने चलाउने रे हौ
सेवार हो सेवारो हो लिम्बू भाषा अलिअलि ठोकिदिउँ त हाम्रो यहाँ अल्ला तुझे अब आजको दिन तपाईँको कस्तो भइरहेछ एकदम लिम्बू भाषाबाट भन्नु पर्यो कस्तो लागिरहेछ अल्ला फाक्सा अँ, तामा थुङमा पुगे हो अल्ला सुँगुरको मासु अँ, त्यहाँदेखि झ्याम बजाउने हो कि जिलेबी एकदमै राम्रो हुँदैछ सुन्दै त ल ठिक छ नि हाम्रो युट्युबमा आउँछ यो युट्युबमा आउँछ है हाम्रो यो। एकदमै छिटो पाक्दो रहेछ है मिलाउँदै मिलाउँदै गरौँ है फेरि नयाँ पनि साइड लगाउँ एकदमै दुःख गरेको छ हौ तपाईँको स्टिक चाहिँ एकदम कडा छ क्या सेल्फी स्टिक हो बिचमा त्यो भिजमिसले पाल पार्नु पर्ने कि भुजु जति तल चुन्छ नि अनि आगो त्यही बल्छ कि बुझ्यो नि म मात्रै सर्ने प्लेट अर्को पनि दिन्छ होइन यहाँबाट बोजू चेर हेर नि यहाँ मात्र कति हेर्नु पर्छ क्या यहाँ पाल 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 पारे भयो नि यहाँ तल झर्छ नि यही आगोले माथि पार्छु कि ओ टेक्नोलोजी टेक्नोलोजी Salute for you. Salute for you. Such a great technology. Wow. Very, भेरी इजी I don't think it is easy. भेरी इजी अर्ग्यानिक You are right, organic. Organic lipstick. मासु पठाउन यसले त कहाँ पठाउँछ भएको छैन यो अनि यसो गर्दाखेरि अनि हात पोल्छ नि त अब म त कुर्सीमा बसिरहेको छु होइन चलाउन पाएन मैले अब होइन चियर त के हो यार पल्टाउनु चाहिँ मजाले बस्यो राख्नु पर्यो कता हो दाजु जय मासी
बरु लाइट देखाउनु लाइट यो त भिडियो चल्दा सुँगुरको मासु बनाउनु याक्सुङलाई यता याक्सुङले नै दिनु पर्छ सुँगुरले नै हो नि त यो पहिला यो पराठा गरौँ अचार अचार पनि हालिदिनु सर हाम्रो अचार टेस्टी छ टेस्टी अलिकति तानौँ ल लुङ हौ कस्तो छ हौ बेबीले आज नि खान पायो कस्तो छ ठिक छ दामी दामी छ ल ल हौ यता हो यता हेरौँ है हौ सेवार हो एकदमै हामी त निस्किनु पर्यो दामी छ सबै आइन्छ नि फेरि एकदम हेर्नु पर्यो है सर्च गरेर हो अलिक साइडमा राख अलिक यता राख हो यता हो त्यहाँ हो त कुल्ची छ तेल उठ्छ नि त पुरा उफ्रिन्छ क्या यो बाहिरको तेलले गर्दा आगो बोल्यो कि त्यो लाइन फल पारेपछि सिधा त्यहाँबाट तल झर्ने पुरै झनै अरू झरै जाँदैन त्यसले बल्थ्यो मलाई त्यस्तो लाग्यो तेलले गर्दा पाकिरहेको तेलले गरेर आगो निक्दैन नि त तेल भएन भने टाँसे टाँसे गर्छ ढुङ्गा मात्रै टाँसिन्छ ओहो बिजुली एक जोडा पल्टाउँ होइन एक लाइटवाला हेरौँ जब पाकिसक्यो अब त्यसले चलाउनु गरेर त्यो सरकार चलाएको हुन्छ एकछिन अनि सबै ओ अजय दाइ ल हाम्रो अजय दाइ म नजिक आएँ अब केही शब्द जाओस् त हाम्रो दाबी तर्फबाट सर्वप्रथम जय मसी छ अब आज यो हामीले चाहिँ हाइकिङमा आज हाम्रो स्विमिङ गरियो हाइकिङ गइयो अनि धेरै थाकियो अब चाहिँ यसो आराम गर्दै अब बारबिक्यू गर्दै गर्दा चाहिँ पहिलोपटक ढुङ्गामा यसो पोलेको अनुभव साह्रै मिठो लाग्यो अनि सबैभन्दा अचम्म कुरा के भयो भन्दा चाहिँ यो टेस्ट चाहिँ अब तपाईँले अब भनेर व्यक्त गर्न गाह्रो छ एकदम तपाईँले पनि अब यसो
त्यहाँ हेरेर तपाईँले घरमा कोसिस गर्नुहोस् होइन किन भन्दा चाहिँ स्वास्थ्यको लागि चाहिँ धेरै राम्रो लाग्यो यसमा चाहिँ डर्ने कुरा पनि छैन अनि आज हाम्रो जवानहरूलाई धेरै यसो हेर्दाखेरि सबै अब खुसी छ सबै एकदमै खुसी छ अनि आज हामीले पुरा रकन दिएको थियो कि त्यो रकन सँगसँगै अब यहाँ चाहिँ गोइङ अन भइरहेको छ त्यो गोइङ अन भन्नाले अब के भन्नु चाहिँ अब कति लट बाँकी हुन्छ होला यो मासु अब 1 लट अब हामी यहाँ थोरै समयसम्म बस्छौँ तैपनि थोरै समयमा धेरै अनुभव हामीले बटुलेका छौँ अनि त्यो अनुभव सँगसँगै अब तपाईँहरूको साथ तपाईँहरूको सहायता तपाईँहरूको सहभागिताले चाहिँ हामी आशिषमय महसुस भएको छ धन्यवाद हाम्रो दाइलाई हो तेल त बहुत निस्केछ नि त है ल यो तेल चाहिँ एकछिन बगेर जाओस् मेरो स्पिडमा जानु पऱ्यो त्यहाँ अब तल छ नि त ल यता पनि छौँ हामी यसले चलाउने हो दाजु यसमा हाल्नु त यसमा दाजु दाजु यसमा हाल्नु त धन्यवाद तपाईँ नि खानु हुँदै यसमा राखेर खानु छ हौ चेङ्बा कस्तो छ हौ चेङ्बा ल ठिक छ ल है लोसौँ कडा हौ लुङ्गा हौ कस्तो छ हौ रमाइलो भइरहेछ हाम्रो घर चाहिँ कहाँ अरे घर मेरो 5 घर हो त सर 5 घर है याक्थुम्बा हामी के याक्थुम्बा पर्यो हामी सेकिङ याक्थुम्बा हाम्रो अनि याक्थुम्बा जातिको त नि सुँगुर त एकदमै राम्रो मानिन्छ होइन अत्याधिक रुचाइएको होइन हाम्रो बेमा पनि यही चलाउने हो नि त हो ससुरालीमा लिएर जाने हो क्या फिला अरे पुरै सुँगुर डल्लै खुन्चेमा हो ताजा बनाउनु अलिअलि ल हाम्रो सकिएको छ 10 किलो मासु चेट भयो चेट मेरो भाइ मासु सक्यो पौडी खेल्ने चिसो यो पोर्कले मलाई 120 डिग्रीको तापक्रम बढिसक्यो बडो रमाइलो भयो एकदमै टेस्टी भयो आजको मासु खाइ यहाँ रिच सकिँदा पनि हाम्रो सरले प्लेट छोडेको छैन एकदमै अलिक कम भयो जस्तो छ हाम्रो बुनुलाई कम भयो जस्तो छ बुनुलाई अब त गर्मी भयो यता तिम्रो नाम के हो एउटा टोकन चाहियो
बस पार्कभित्र हो, बस पार्कभित्र बुन्नु, बस पार्कदेखि भित्र माथि। सबै गर्दैन ल हाम्रो आज कार्यक्रम मासु खाने कार्यक्रम समाप्त भएको छ। ल आजलाई यति नै मासु खाने कार्यक्रम सकियो। जय नेपाल। भाइ यता हेर भाइ भाइ, अरे मिठो छ। ओहो आजको हाम्रो मासु खाने कार्यक्रम सक्यो है। यस्तो तरिका क्या ल अरे लाउरे हिँड्यो लाउरे होइन पल्टनमा। ल ठिक छ, ल ठिक छ।